मध्य प्रदेश सिराहा जिल्ला गोलबजार नगरपालिका 11 आशोपुर माध्यमिक विद्यालय बलकावा गोलबजार नपा 11 सिराहा आशोपुर के मतदान केंद्र के हम दृश्य देखे जा रहा है, अपने सबके अपडेट कर रहा है। अपने सब देख सके छे मध्य प्रदेश सिराहा जिला गोलबजार नगरपालिका 11 आशोपुर माध्यमिक विद्यालय केंद्र मतदान केंद्र क ख ग चारवटा केंद्र को यहाँ चारवटा बूथ को यहाँ आउँदै गरेको मिति 2082 साल 11 महिना 21 गते को प्रतिनिधि सभा को चुनाव निर्वाचन हुन गइरहेछ। सोको लागि बुथ तयार भइसकेको छ र तयार गरिसकेको छ, करिब करिब तयार भइसकेको छ। म तपाईले देखाउन गइरहेछु दृश्य बुथ मतदान केन्द्रको बुथहरू क ख ग घ चारवटा बुथ कायम गरिएको छ। तपाईले म देखाउन गइरहेछु चुनाव मतदान कर्म संख्या तपाईलाई म देखाउन गइरहेछु 2941 देखि 3946 सम्म हो अरू अन्य मतदान केन्द्रको दृश्य म देखाउन गइरहेछु, अपडेट गरिरहेछु। म राजकुमार थारू को फेसबुक माध्यमद्वारा अपडेट गरिरहेछु। यहाँ सिराहा जिल्लाको गोलबजार नगरपालिका 11 को मतदान केन्द्र को दृश्य म अपडेट गरिरहेछु। तपाईले हेर्नुहुन्छ म यहाँ नेपाल सरकारले मलाई नियुक्ति पत्र दिएको छ। नियुक्ति पत्र को दिएको आधारमा म यहाँ मलाई खटाएको छ। यो मतदान केन्द्रमा केन्द्र गमा खटाएको छ। तपाईले हेर्न सक्नुहुन्छ यो बाँसको भाटाले तयार पारेको छ। तपाईले म देखाउन गइरहेछु अति राम्रो, अति सुन्दरताको साथ, अति शैलीको साथ मतदान केन्द्र बनाएको छ। तपाईले म अपडेट गर्न गइरहेछु। यहाँ बाहिर लेखिएको छ, यहाँ पुरुष महिला कार्ड पनि उठ र ब्यानर पनि टाँगिएको छ, झुन्ड्याएको छ। म देखाउन गइरहेछु, अपडेट गरिरहेछु। मध्य प्रदेश सिराहा जिल्ला गोलबजार नपा 11 को अपडेट गरिरहेछु। यो मतदान केन्द्र क र ख ग चारवटा बुथ यहाँ कायम गरिएको छ। तपाईले हेर्न सक्नुहुन्छ बुथ करिब करिब तयार भइसकेको छ। म अपडेट गरिरहेछु राजकुमार थारूको फेसबुक माध्यमद्वारा म अपडेट गर्न गइरहेछु। यहाँ वरिष्ठ मतदान अधिकृत सरोज कुमार यादवजीलाई को म यहाँ तस्बिर देखाउन गइरहेछु। यहाँ विभिन्न पार्टीबाट प्रतिनिधिहरू पनि पाल्नु भएको छ, आइसक्नु भएको छ। कुनै आउन पनि बाँकी छ। म देखाउन गइरहेछु। यहाँ चारवटा बुथ कायम गरिएको छ। तपाईले श्री माध्यमिक विद्यालय बलकावा गोलबजार नपा 11 सिराहा मध्य प्रदेश नेपाल बलकावा को दृश्य देखाउन गइरहेछु। तपाईलाई अति राम्रो सुन्दरताको साथ अपडेट गरिरहेछु। तपाईले देखाउन गइरहेछु। म मध्य प्रदेश सिराहा
गोलबजार 11 वार्ड नम्बर 11 श्री माध्यमिक विद्यालय बल्कावा आशोपुर क र ख ग मतदान केन्द्र यहाँ तोकिएको छ र आज कम्प्लिट भइसकेको छ, तयारी भइसकेको छ। करिब करिब सम्पूर्ण यहाँ बाहिर लेखिएको छ र यहाँबाट भित्र पनि दृश्य देखाउन गइरहेछु। धन्यवाद।